हे एभ्रिवान, के छ सन्चै हुनुहुन्छ? म चाहिँ एकदम सन्चै छु होइन। अहिले चाहिँ टन घाम लागिरहेको छ होइन यो काठमाडौँ सहरमा चाहिँ। सो अब चाहिँ लङ टाइम पछि चाहिँ हामी बजार जाँदैछौँ केही सामानहरू किन्नको लागि। सो अब बिहान बेलुका निस्किने कुरा हुन्न नि त, जाडो हुन्छ, जाडो छ गर्मी छ होइन, दुवै छ क्या। अब दिउँसो चाहिँ गर्मी हुन्छ अनि बिहान चाहिँ बिहान बेलुका चाहिँ चिसो हुन्छ क्या। सो दिउँसो मजाले घाम तापेर नुहाइधुवाइ गरेर सरसफाइ गरेर चाहिँ अब हामी निस्किँदैछौँ होइन बजारतिर। अब के चाहिँ सपिङ गरिन्छ भन्ने कुरा चाहिँ अब बजारै पुगेपछि थाहा हुन्छ होइन। सो त्यही हो यहाँ बाटोमा। अनि एउटा कुरा मैले भन्न बिर्सेछु होइन, अस्ति नै मैले उता के अरे मन्दिर जाँदाखेरि चाहिँ एउटा मोडललाई भेटेको थिएँ होइन। सायद काठमाडौँ आएपछि चाहिँ एउटा यसो लक लाग्छ कि जस्तो फिल भइरहेको आफूलाई। अनि त्यसपछि अनि अर्को एउटा कुरा चाहिँ सम पिपल अन माई फलोवर लिस्ट होइन, तिम्रो भिडियो त कन्टेन्टलेस हुन्छ अरे, यही कन्टेन्टलेस भिडियो पनि बनाएर देखाउन हो बहिनी, अरूलाई मात्रै कति भन्छ कि यस्तो खालि डाउन मात्रै भने वाट एभर। मा त्यस्तो मतलब त लाग्दैन, त्यही पनि यसो भनेको पछि भेटौँ न, बाई। अब